भ्लगको पहिलो सुरुवात सबैजनालाई मेरो भ्लगमा स्वागत छ। हेलो गाइज, म पनि मेरो भ्लगको मेरो आइडीको दोस्रो सुरुवात सिकाउँदै टिम गर्दै त टिम गर्दैन गाइज, हेर्न सक्नुहुन्छ। टिम गर्दैन Double 3 7 5 ओ 7-5 अझै एउटा टिम गर्छ अन्त भनिदिरहेछौँ गाइज, मेरो नयाँ भ्लगको सुरुवात हो गाइज। प्लिज गाइज लाइक टु सब्सक्राइब गाइज। हेर्न सक्नुहुन्छ गाइज, मसँग अब एकजना जुडिन पुगेछ ऱ्यान्डम हो गाइज। उसँग म अब गाइज के हो गाइज, बापरे गाइज बापरे बिग फ्यान दाइ, बिग फ्यान गाइज। हेर्न सक्नुहुन्छ म टिम कोडबाट कसको ग्रुपमा गइसकेको छु। लाइक सब्सक्राइब शेयर गरिदिनु गाइज। 10 मिलियन पुगेछ गाइज। हेलो गाइज, हेलो गाइज सुनिँदैन त गाइज। 100K सब्सक्राइबरमा म एउटा गिभअवे गर्न गइरहेको छु। यो गिभअवेमा पार्टिसिपेट गर्ने हो भने एउटा कमेन्ट गर्नुहोस् र एउटा केही कमेन्टमा केही लेखिदिनुहोस् होला। मेरो यो अनुरोध हो, कमेन्टमा केही लेखिदिनु भयो भने मात्रै त कमेन्टमा नम्बरहरू लेखिदिनु होला। कति नम्बरको तपाईँ सब्सक्राइबर हो त्यो लेखिदिनु होला। मेरो भ्लग फर्स्ट च्यानल हो यो। मेरो योभन्दा अगाडिको च्यानल ह्याक भयो। गाइज। कस्तो म भाग्यमानी, मेरो अर्को च्यानल ह्याक भएर मात्रै हो गाइज, नत्र मेरो 1 मिलियन पुग्न आँटिसकेको थियो गाइज। कस्तो हाने यो भुटुवा रहेछ गाइज, कस्तो भुटुवा रहेछ यो। 70 लेभल भएर पनि भुट्दो रहेछ। होइन गाइज, भुटुवा त होइन, तर धेरै राम्रो खेल्छ, तर भुट्छ अलिअलि गाइज। गाइज हेर्न सक्नुहुन्छ, ऱ्यान्डम प्लेयरसँग खेलेको आज ऱ्यान्डमले नै आज टाइम जित्ने भयो। हेर्न सक्नुहुन्छ गाइज, हेर्न सक्नुहुन्छ ऱ्यान्डमलाई पनि म इमो दिइरहेको छु। गाइज अब M10 चलाउँछु गाइज, M10 अब गाइज ओन्ली डेजर्टको वान ट्याप हेर्न सक्नुहुन्छ। अब म यस्तो नराम्रो वान ट्याप हान्छु कि सबैजना ताली बजाउँछन् गाइज, सबजना ताली गाइज। गाइज मेरो यो स्क्रिन रेकर्डिङ गरेर हेर्न सक्नुहुन्छ कति बल्ल तल्ल एउटा भिडियो बनाउन सकिरहेको छु आधी घन्टामा। गाइज मैले यसलाई वान ट्याप हानिसकेको छु हिजो 70 लेभलको दाइलाई। गाइज 70 लेभलको मान्छे भएर पनि वान ट्याप हान्न आउँछ, आउन त आउँछ, तर के गरौँ गाइज, यसले वान ट्याप हान्न सक्छ, तर म भनेको म हो गाइज। के साह्रो भुटेको हो गाइज। गाइज हेर्नुहोस्, मेरो कति 35 HP मात्र रहेछ। कस्तो भुल्दो रहेछ गाइज वान ट्याप हानिसकेको छु। गाइज वान ट्याप हानिदिएको छु, हेर्न सक्नुहुन्छ।
भिडियोको गाइज अब त्यो 70 लेभलकोले एमटेल लिन्छ होला नलियो पनि मलाई बाल छैन गाइज सर्टगन गाइज प्लिज सब्सक्राइब माया गरिदिनुहोस् फर्स्ट युट्युब च्यानल हुनका कारण वान टाइम हानिदिइसक्यो गाइज सरी गाइज त्यो 70 लेभलको केटा भागिसकेको छ कस्तो गाइज हेर्न सक्नुहुन्छ मेरो गिल्डको मान्छे आएर मलाई जिताइरहेको छ गाइज हेर्न सक्नुहुन्छ गाइज मेरो गिल्डको मान्छे हो गाइज अब के गरौँ हैन अब त्यति धेरै मेहनत त गरियो तर लास्टमा त्यो 70 लेभलको ब्याक गइहाल्यो शिखर दाइ ओइ रुक न म मलाई बियर खेल्न हेर्न सक्नुहुन्छ गाइज यो भाइ कति दिनपछि आएको छ अनलाइन बियर खेल्न हेर्नुहोस् गाइज हेरौँ अब बियर खेलौँ भनेको गाइज हेर्न सक्नुहुन्छ यो भाइ बियर खेल्न पाइछैन कि बियर खेल्न गाइज बोलाउन चाहिँ तर मान्छे पनि छैन गाइज के गर्नु केही ढिला बोलाउनु पऱ्यो गाइज अब मेरो गिल्डको कोही पनि अनलाइन छैन गाइज टेक रेस्ट गाइज वाइटी रिजेक्ट सर्टका प्लिज सब्सक्राइब गाइज वाइटी रिजेक्ट सर्टका प्लिज सब्सक्राइब द ब्लग प्लिज रिक्वेस्टेड फर मी तपाईहरुको 100 सब्सक्राइबर पुग्ने साथ मेरो 100 सब्सक्राइबर पुग्ने साथ म गर्नेछु गिभ अवे एउटा गिभ अवे त्यसमा 1000 डायमन्ड एकजनालाई पर्न सक्छ को हो म चिन्दिनँ तर 1000 डायमन्ड त्यसको टक्कै हानिदिन्छु 1000 डायमन्ड म झुटो बोलेको होइन आमा कसम गाइज 1000 डायमन्ड कसलाई चाहियो मेरो गिभ अवेको लागि सब्सक्राइब गर्नुहोस् गाइज के हो यार ब्याक गर्न आँट्यो क्यारे गाइज उभिरहेको थियो गाइज अब के गरौँ गरिबहरुकोमा पुग्नु पर्यो स्यामसङ J2मा भुट्ने गरी खेल्नु परिरहेछ ओप्पोमा के गर्नु अब जिन्दगी यसरी नै चल्ने पर्यो आफ्नो त तपाईहरु चाहिँ कुन मनमा खेल्नुहुन्छ कमेन्ट गरिदिनु होला हजुरहरुको 1 सब्सक्राइबरले मेरो जिन्दगी चेन्ज हुन सक्छ गाइज तपाईहरुको 1 सब्सक्राइबरले मेरो जिन्दगी चेन्ज हुन सक्छ गाइज भनिसकेको छु गाइज 100 सब्सक्राइबरमा एउटा विकली गिभ अवे छ 100 सब्सक्राइबरमा एउटा विकली छ त्यसैले ढिला नगर्नुहोस् अनि सब्सक्राइब गरिहाल्नुहोस् 100 सब्सक्राइबरमा एउटा गिभ अवे छ गाइज हेर्नुस् ग्लिच भएको छ हेर्न सक्नुहुन्छ गाइज ग्लिच भएको छ गाइज मेरो दाइकोमा ग्लिच भइसकेको छ ओइ ग्लिच भइरहेको यहाँ हेर्नु गाइज रुक्नुहोस् मेरो दाइको ओइ ग्लिच भएको के गर्नु त यु आर इन टिम ब्रो यु आर इन टिम मेरो दाइ गाइज टिममा छ तर मेरो ग्लिच भयो गाइज मेरो दाइ यहाँ हेर्न सक्नुहुन्छ 70 लेभलको हो हैन गाइज अब बियर खेल्नुपर्छ गाइज ल गाइज बियर खेल्ने अब कस्तो यार एकैचोटी गर्दिनु आइज न बियर मलाई पनि गाइज अब हामी बियर खेल्न अब बियर खेल्ने हो गाइज मेरो गाइज ग्लिच भइरा भनेको एकछिन त हेर्न ग्लिच गाइज मेरो दाइकोमा ग्लिच भइसकेको छ अब गाइज हामी बियर खेल्ने बियर मस्त बियर लामो बियर हामी बियर खेल्न सक्नुहुन्छ बियर पारा हो गाइज हाम्रो यो
पारा हो मा झ्याक्नेहरू के भएको त गाइज मेरो माइक बिग्रिसकेको छ त्यही भएर मैले माइक बन्द गरिदिएको गाइज अब यहाँ हेर्न सक्नुहुन्छ कस्तो कस्तो नुब प्लेयरहरू आएका छन् यिनीहरूलाई त म 7-0 हान्छु गाइज टेन्सन नट गाइज गाइज नेट पनि बुझेको चल्ला थियो त्यही भएर हो गाइज आर्टिक ब्लू मेरो टार्गेट हो गाइज आजको यो आर्टिक ब्लूको आज म हान्छु गाँड हाड्छु गाइज निशा भन्ने को हो म चिनिनँ होइन म चिन्दिनँ गाइज तेरो माइक बनाऊ न होइन यसो 100 सब्सक्राइबरमा गाइज हामी गिभ अवे गर्नेछौँ एउटा विकली भनेपछि तपाईँ बुझिहाल्नुहोस् गाइज 445 डायमन्ड साँच्चै गर्छ भाइ चुप विकली जो 4 नम्बर के लाइनमा हो के हो गाइज हामी अब गर्नेछौँ गिभ अवे जब मेरो गाई 100 सब्सक्राइबर हजुरहरूलाई म आफै गिभ अवे गर्ने म लाइभ आउने छु त्यो दिन सरी गाइज मोबाइल लाइभमै छु अनि नेट कति स्लो चलाइदैन गाइज अब लामो भइसकेको छ अब म भनेको म हो होइन गाइज अब खाने हो लम खुवाउने हो बम को बडी हुन्छ तिनीहरू सबको चाकमा डम गाइज एउटालाई मैले अग्लो डाउन गरिसकेँ गाइज मैले एउटा दान दिएँ जीवन दान गाइज नेट ट्याग यहाँ गर नेबु खालीको भन्दा गाइज मेरो फेरि नेट ल्याग भइसकेको छ पछिको त कहाँको नेट चलाएको राम भाइमा नेट हटाइहाल म त्यहाँको चलाउँछु सिद्ध नेट छैन नेटको पैसा मलाई मार्यो गाइज मेरो बल्ल कति मिनट 999 प्लस भयो 999 प्लस छ गाइज अहिले पनि के गरौँ गाइज म के गर्नु त अब ठिक भयो तेरो नेट लाग्यो भयो होइन अब लो 99 प्लस फेरि कभर दिन आयो नि तपाईँ के हेरेर बसिरहेको मेरो यहाँ हेर्नु पोखरी नानी आफ्नोमा आफै देखाइरहेको छु यहाँ हेरि कभर दिन आइरहेको छु रुक्न रुक्नु म त हराइदियो ठिक भयो कि भयो कहाँ जस्तो त्यही थाहा छैन मलाई म यता बाहिरपट्टि